गाइज अहिले चाहिँ हामी कलेजको लागि निस्किन लाग्छौँ अनि आज एउटा अचम्मको कुरा के छ भने चाहिँ लाइक हाम्रो साथीहरू हाम्रो लागि 7 बजीबाट रोकै छन्। जो मान्छे 10 मिनट ढिला भएर पनि नरोक्सक्ने मान्छेहरू 7 बजीबाट पुष्पला चोकमा रोकै छन्। सरप्राइज छ भन्दै थिए। हामीलाई जाउँ कि नजाउँ हुन लाग्छ, दोमन हुन लाग्छ, किनभने तिनी पागल हन्। अनि तिम्रो अब सरप्राइज हजुरहरूलाई म देखाउने छु, तर राम्रो सरप्राइज भएपछि मात्र देखाउने छु। त्यस्तो अब यताउता भएपछि चाहिँ देखाउने छैन। अनि अर्को कुरा चाहिँ हाम्रो एमइटी पढ्न आउने सबैलाई भन्छु, एमइटीको विश्वास नगर्नु होला। एमइटीले 1 बजे लाइक आज केटीहरूको क्रिकेट थियो अनि 1 बजे हाम्रो बिदाको नोटिस हाल्यो होइन। 2 दिन बिदा छ, केटीहरूको इन्ट्रा कलेज क्रिकेट टुर्नामेन्ट छ भनेर नोटिस हाल्यो। अनि त्यो पछि रातिको 9:30 बजे के मेसेज हाल्छ भनेपछि बिबिए सेकेन्ड सेमको पढाइ हुनेछ अरे। लाइक मान्छे हुन्छ नि, अहिले टाइममा इन्फर्म गर्नुपर्छ, ऊ गर्नुपर्छ नै। 9:30 बजे अझै आउन त 2 पिरियड पढाइ हुन्छ अरे के। त्यही भएर एमइटी पढ्न आउने सबैलाई भन्छु म, एमइटीको विश्वास नगर्नु होला। के पो गर्छ, अनप्रिडिक्टेबल छ एमइटी। सो गाइज हामी चाहिँ कलेज जाने भनेको होइन, तर यहाँ चाहिँ एउटा प्रब्लम हो। यहाँ चाहिँ आज हाम्रो साथीहरूसँग साधन रहेछ। सो हामी एउटै इलेक्ट्रिकमा चारजना जाने कुरा भइरहेको छ होइन। यहाँ देख्न सक्नुहुन्छ कसरी यहाँ झगडा भइरहेको छ होइन। यहाँ इलेक्ट्रिक स्कुटीमा जान कस्तो झगडा भइरहेको छ। यहाँ यो निरज कुवर, यो सुशील पाली ब्लग्स, यो पछाडि बसेको प्रतीक पाण्डे होइन। अनि यहाँनिर झगडा गरेर मजानी भनेर होइन। सो गाइस देख्नु हुँदैछ तपाईँहरू कसरी यहाँ झगडा भइरहेछ एउटा इलेक्ट्रिक स्कुटीमा जानको लागि होइन। सो यहाँ देख्न सक्नुहुन्छ अनपढ गवारहरू इलेक्ट्रिक स्कुटीमा 4 जना हाल भन्दैछन्। जो आफ्नो एनएसमा 3 जना हाल्न सक्थेन, ऊ स्कुटीमा 4 जना हाल भन्दैछ गाइस। अब यिनलाई सम्झाउनु पर्यो। सो गाइस स्टार्टिङमा भने जस्तै यिनीहरूले हामीलाई झुक्काएको रहेछ होइन। यिनीहरूले यहाँ बाइक ल्याएर रहेछ, तर यिनीहरूले ल्याएन भने होइन। हामीलाई आधा घन्टा ढिलायो खालि हाम्रो गाइज। यस्ता चुतिया साथीहरू तपाईँहरूको पनि छन् कि हाम्रो पनि छ? नै, हाम्रो मात्र हुन् भन्नु गाइज होइन। 4 जना इलेक्ट्रिक स्कुटीमा हाल भन्ने मान्छेहरू अझै बेटर छ कि गाइज। हाम्रो इन्डियन बाइक नम्बरको गाडी हो, अझै हेलमेट पनि लगिदियो गाइज। अब हामी यहाँ कलेज कसरी जाने भनेर धरानमा पढाएको छु। रोकेको छ गाइज। गाइज हामीमा रुल हाम्रो लागि हेर्नु कि भाइ। रुल्स आर मेड टु ब्रेक, रुल्स आर मेड टु बी ब्रोकन गाइज। रुल्स हाम्रो लागि के होइन गाइज। हामी पछि कलेज पुगेर हत्या देखाउनेछौँ कि ट्राफिकको अगाडिबाट कसरी निस्किन्छ। बाइक चाहिँ इन्डियन नम्बरको अनि अगाडि चाहिँ थियो ट्राफिक। कहाँ आयो कुना कप्चाबाट कहाँबाट निकाल्न लागेको थियो थाहै छैन। कलेज पुगाउँछु भनिरहेको छ। यो गल्ली अहिले आधा साथी आएर यो गल्ली यही गल्ली हो, त्यसको घरको गल्ली। अब पुगिहाल्छौँ गाइज एकछिनमा। हामी अलि अब हामी ट्याक्क मामालाई सरी भन्दै अगाडिबाट निस्केर कलेज पुग्न आँटे। सो गाइस हामी चाहिँ कलेजबाट निस्किसके। यहाँ पानी परे। अब कलेजबाट निस्किनुपर्छ। अब चाहिँ घर जानुपर्छ। हेरौँ अर्को डेस्टिनेसन कहाँ हुन्छ हाम्रो होइन। ल सो अहिले चाहिँ हामी चाहिँ आज चाहिँ राइडर छ हाम्रो सुशील पाली ब्लग्स, सुशील राइडर। हामी आइसकेको छौँ किसन दाईको पसलमा, हाम्रो अड्डामा होइन। यहाँ चाहिँ हामीहरू बसेका छौँ, भर्खर नास्ता खाएर बसेको। अघि कलेजदेखि अब यहाँ बसेको होइन। अब चाहिँ घर जानुपर्छ। भर्खर नास्ता गरेको हामीले। क्यामेरामा त हेर कम छ। अनि यहाँ हाम्रो दाइ बस्नु भएको छ होइन, ह्यान्डसम दाइ। कोही भाउजू हुनुहुन्छ भने सम्पर्क गर्नु होला होइन। सो गाइज अब चाहिँ यहाँ किसन दाइको पसलमा बसियो। अब चाहिँ हाम्रो यहाँ प्रत्येक साथी ब्रान्डेड जुत्ता किन्ने रे होइन, सपिङ गर्ने रे आज होइन। साथी कतिसम्मको सपिङ गर्छौ तिमी आज? 1000 जस्तो ल साथी आज 5000को सपिङ गर्ने रे हाम्रो साथी चाहिँ होइन। अब हेरौँ गाइज 5000मा के किन्छ हाम्रो साथी। सो गाइज हामी चाहिँ चल्दिएको। सो गाइज हाम्रो साथीले चाहिँ यहाँ 5000को सपिङ गरिसकेको छ होइन। अनि ऊ चाहिँ उता छ। सो साथी यता आउन, कति के लियो तिमीले 5000मा भन्नु न यसो? जुत्ता, पाउडर, मोजा। सो गाइज ऊ चाहिँ अब अलिक ब्रान्डेड लगाउँछ कि, त्यसैले अब ब्रान्डेड किनेको। सो गाइज अब चाहिँ हामी लाग्छौँ होइन किसन दाइकोमा।
सो गाइज फेरि पनि हामी आइसकेको छौँ हाम्रो किसन दाईको पसलमा हाम्रो फेभरेट अड्डा होइन सो अहिले भर्खर साथीले सपिङ गरेको छ सो ऊ चाहिँ खुसी छ होइन अहिले सो यो चाहिँ हामी पुगिसकेका छौँ किसन दाईको पसलमा हामीले इन्टर गरिसकेका छौँ होइन यहाँ हाम्रो दाईहरू क्यारम खेलिरहेको छन् होइन यहाँ हाम्रो किसन दाई हुनुहुन्छ यस यस गाइज सब्सक्राइब चाहिँ गर्नु पऱ्यो है गाइज मन परेपछि अब मन नपरेपछि त्यस्तै हो होइन ल ल दाइ अनबक्सिङ गरिदिनु यसको सपिङ ल किसन दाई चाहिँ हाम्रो यहाँ अनबक्सिङ गर्दैछन् होइन हाम्रो साथीको ल मजा छ ब्रान्डेड मजा नाइकको डियरको सुज होइन रेड सुज बबाल छ यस गाइज होइन अनि त्यसपछि निस्किँदैछ गाइज अझ पनि छ होइन सो यो चाहिँ आउटर आयो होइन यो चाहिँ अहिलेको चलेको बब्बाल छ यो चाहिँ होइन सो प्राइस चाहिँ 2100 अरे होइन त्यो पनि अनि त्यसपछि जाडो लाग्छ क्या दाइ अठार लाग्छ सो यो चाहिँ ट्र्याक होइन सो उसले चाहिँ म्याचिङ किनेको छ होइन देख्न सक्नुहुन्छ मैले पनि अहिले नोटिस गरेँ कि दाइले भन्नाले म्याचिङ रहेछ अनि सुज चाहिँ रेड छ होइन बबाल छ सुज होइन म्याचिङ केटो ह्यान्डसम छ अब यो लगाएपछि चाहिँ फेरि अब पुरै कलेजको केटीहरू खान्छ होइन गाइज देख्न सक्नुहुन्छ केटो ह्यान्डसम छ अब यो गेटअप भनेपछि चाहिँ अब हेर्नु कतिजना कति केटी उस्तै पनि आधा महेन्द्रनगर त खाएकै छ र अब पुरै महेन्द्रनगर खान्छ केटो हाम्रो होइन गाइज हाम्रो साथीले सपिङ गरेको पसलको नाम चाहिँ तपाईँहरूले म गेस गर्न भन्छु है महेन्द्रनगरको फेमस हो होइन सो मैले फर्स्ट नेम चाहिँ हटाउँछु लास्ट नेम देखाउँछु तपाईँहरू गेस गर्नु होला है त्यो कमेन्टमा ल केटा हो गेस गर्नु पऱ्यो यो चाहिँ कुन रहेछ सप भनेर महेन्द्रनगरको जानामाना सप हो होइन सो गाइज अब चाहिँ हामी यता सपिङ पनि गरेर सबै यहाँ किसन दाईकोमा बसेर अब चाहिँ घर जान लागेको अब चाहिँ घर पुगिन्छ मस्त सुतेर होइन पछि उठेर जिम आउनुपर्छ होइन सो अब चाहिँ त्यति बेलै भेटौँला गाइज फाइनल्ली हामी चाहिँ घर पुगिसकेका छौँ भनौँ अब चाहिँ फ्रेसअप हुनुपर्छ नुहाउनुपर्छ अनि सुन्नुपर्छ खाना खाएर म चाहिँ अब जिमको लागि रेडी भइसकेँ अब चाहिँ जिम जानुपर्छ होइन अनि जिममा चाहिँ अलिक वर्कआउट गर्नुपर्छ गर्मी छ लास्टै गर्मी छ गाइज आज फेरि कति बढाएको छ त्यही पनि हेरौँ जिममा कस्तो हुन्छ के हुन्छ सो गाइज हामी चाहिँ निस्किसकेको छौँ हाम्रो जिमबाट वर्कआउट गरेर सो अब चाहिँ घर लाग्ने तर्खरमा छ सो सधैँको जस्तो हामी पसिनामा छौँ होइन यहाँ हाम्रो साथीको साथीको चप्पल चोरी भयो अरे होइन सो जिममा पनि यस्तै छ गाइज यही हो यो ग्याम्बल आज त्यो जसले पनि लगेर गयो सो गाइज हाम्रो साथीको चप्पल चाहिँ अस्ति छाँटेको थियो उसले चाहिँ आफ्नो रियल चप्पल चाहिँ आज पायो क्या सेम चप्पल भएर पनि प्रब्लम छ होइन सो गाइज अब यही पसिनाका साथ हामी घर जाँदैछौँ अब होइन सो गाइज अब चाहिँ हाम्रो प्रतीक साथी पनि मलाई छोडेर गइसक्यो होइन अब चाहिँ घर जानुपर्छ नुहाउनुपर्छ खाना खानुपर्छ फेरि अझै भोलि बिहान कलेज छ सुत्नुपर्छ गाह्रो छ गाइज गाह्रो छ त्यसरी विदेश जानुपर्छ बेकार हो गाह्रो छ झन्झट छ त्यही पनि गर्नुपर्छ गाइज सकेपछि मेहनतको फल अवश्य नै पाइन्छ सो गाइज अब चाहिँ घर गइन्छ होइन अब चाहिँ भेटिन्छ नेक्स्ट ब्लगमा सो गुड नाइट